नमस्ते सेवानी सबै मेरो परिवारलाई। आज चाहिँ बुढाबुढीको हाम्रो चाहिँ सल्लाह भएर आज चाहिँ रुखको बिरुवा खोजौँ ल भन्ने चाहिँ सल्लाह भएर चाहिँ हामी जङ्गलतर्फ लाग्यो। र मलाई चाहिँ धेरै गाह्रो भयो भिडियो बनाउनु, किनकि जङ्गल भिरतिर जानु चढिबस्नु पर्ने। र मैले चाहिँ मेरो मिसेसलाई तिमी बनाऊ भन्दै भने भिडियो। ल हेर्दै गर्नु, सानो भिडियो लिएर आएको छु। हामीले पाउँछ कि पाउँदैन है साथीहरू रुखको बिजन चाहिँ। तिमीले बोलेर गर्नु। ला छुट्टै बनाउनु। यसको चाहिँ हामीले सानोमा पुरा खान्छौँ खोजेर। मुला उयो के भन्छौ, यसको पुरा खोजेर खान्थ्यो हामीले सानोमा। यसको चाहिँ यहाँनिर मुलाको जस्तै उयो हुन्छ कि, पुरा खान्थ्यो। यहाँनिर पनि पुरा रहेछ, बचपनको याद आयो। यसमा छैन रहेछ, उयो पो रहेछ हौ, अलि मात्रै पो रहेछ हौ, पर्छ पो। यहाँनिर पुरा रहेछ तर छैन रहेछ उयो चाहिँ, तिमीले खाने चाहिँ छैन रहेछ यहाँनिर। लाम्पाते पनि पाएँ, यस्तोमा हामीले सानोमा पुरा खान्थ्यो लाम्पाते, त्यो भित्रको दाना। यो पनि आज जङ्गलमा छ। यो चाहिँ बोक्दैछ नि त, ठुलो लाम्पातेको। यहाँ चाहिँ अलिक बसेको रहेछ है चियाबारी, अलिक मैदान रहेछ यहाँ चाहिँ। हामी खोलाको फेरि छेउमै पुग्यो। बिजन खोज्दै आएको पाएन एउटा पनि। यहाँबाट चाहिँ अब हाम्रो मन्दिर माङखिमहरू स्टार्ट हुन्छ। यहाँपट्टि चाहिँ त्यसरी बारिएको रहेछ।
यहाँ चाहिँ पहिला चाहिँ सबै एनिमल्सहरूको उयोहरू थियो अरे, यस्तो छापहरू हुन्छ नि हौ त्यस्तो थियो अरे। अब अहिले चाहिँ सबै त्यो चाहिँ पुरिँदै। को चाहिँ गौरी शङ्ख। अब यहाँ चाहिँ हजुर गौरी शङ्ख भन्ने चाहिँ यहाँनिर यहाँनिर यहाँ चाहिँ गौरी शङ्ख बस्नु भएको थियो अरे। अनि माथिबाट चाहिँ मैला भएर चाहिँ उडेर गएको भन्ने यहाँतिर भन्नुहुँदो रहेछ। यो चाहिँ उयसहरूको दामहरू रहेछ नि त। यति बेलासम्म भएको भए कति राम्रो हुन्थ्यो। मैला धैला गरेर चाहिँ उडेर। यो त के हो, रुख त सुकिरहेछ। यहाँ चाहिँ पुरा छ। मन्दिर छ यहाँ चाहिँ लामो। यहाँ चाहिँ सबै जातिको मन्दिरहरू यहाँनिर चाहिँ छ। थापा, मगर, राई, लिम्बू, तामाङ भन्नुहुन्छ यहाँनिर। यहाँ चाहिँ बनाउँदै रहेछ नि त। यहाँ निस्केको हामी। जाउँ न। यहाँ चाहिँ यस्तो रकहरू पुरा छ, ढुङ्गाहरू। अच्छा यहाँ चाहिँ बनाउँदैछ भने यो चाहिँ अहिले बनाउनु हुँदैछ। के हो बायोडाइभर्सिटी पार्क एट काल्पिक होला के हो। यहाँबाट भित्रबाट गयो भने चाहिँ अब सबै यहाँ जातिको उयोहरू छ, हाम्रो मान्छेहरू यहाँनिरै छ। यहाँ भित्रबाट गयो भने चाहिँ हुन्छ। अब यहाँ चाहिँ अहिले क्लोज गरिरहेको छ, हामी जाँदैनौँ। तपाईँलाई चाहिँ देखाइदिएको हाम्रो यो 14 नम्बर नामलिङधुरा उयो अहिले बनिँदैछ। यहाँ चाहिँ अब कम्प्लिट भएर फेरि तपाईँलाई देखाउने छु। यहाँबाट चाहिँ अब हामी यता जान्छौँ। आज चाहिँ साथीहरू मैले लिङ्गुरे पनि खोज्नु आएको थिएँ अनि रुखको बिजनहरू पनि खोज्नु आएको थिएँ जङ्गलमा, पाइएन। अब चाहिँ म र हस्बेन्ड चाहिँ फर्किँदैछौँ। निङ्गुरो पनि एउटा छैन रहेछ, एउटा पाएन। यहाँ तल देख्दै गरेको चाहिँ हाम्रो मान्छेमा हो। यहाँ चाहिँ पुरा प्रोजेक्टहरू चल्दैछ। अनि यहाँ तल कता स्विमिङ पुल पनि बनाउँदैछ भनेको चाहिँ सुनेको थिएँ। अब हामी त यहाँ बस्दैनौँ, अहिले घर आएको चाहिँ त्यस्तो सुनेको थिएँ।
हो रहेछ यहाँ तल देख्नु पुगेको बाटोहरू पनि पुरा चल्दै रहेछ अहिले यहाँ तल चाहिँ हाम्रो यसको पावर हाउस छ अस्ति हामी चाहिँ यहाँ थियो उयो गर्नुको लागि खोला यो चाहिँ हाम्रो टी गार्डन हो कस्तो दामी देख्दो रहेछ नि यहाँ चाहिँ कन्स्ट्रक्सन अब स्टार्ट हुँदै रहेछ अनि रोड बनाउनुको लागि चाहिँ सबै चियागस किन यो चियागसको यो लानु पाउँदैन क्या हो है किन नलगेको होला चियागसको दाउरा हुन्छ त त्यो ठुलो बनिँदो रहेछ र सबै रुखहरू पनि झ्याङ निकालेछ टीको साथीहरू यो हाम्रो यहाँ टी गार्डनको उयसमा चाहिँ गोलाइ कम्ती छैन गोलाइ छ यसलाई चाहिँ लामो गोलाइ भन्छन् अरे भन्छ यहाँ चाहिँ किनकि गोलाइ चाहिँ यति साह्रो आम्मामा हेर्नु साह्रो पर्यो हामी चाहिँ यो उतापट्टि डाँडा यो माथिको डाँडाबाट चाहिँ ओह्रालो यो ओह्रालो आएर चाहिँ तल निस्केर चाहिँ फेरि यहाँबाट उकालो आउँदैछु गोलाइ हिँड्दाखेरि चाहिँ थाक्यो अब अझै म तपाईँहरूलाई माथिबाट पनि देखाउने छु माथिबाट चाहिँ सबै देख्छ गोलाइहरू यहाँनिर कम्ती छैन गोलाइ थाक्छ क्या हिँड्दा यो पारी उताको चाहिँ मङ्पुहरू हो पटारी पनि बिचकमान अनि यो तलको रोड चाहिँ यो रोडहरू देख्दै गरेको चाहिँ पुपुङ जान्छ माथि उता उयसमा चाहिँ पुपुङ हो निम्रो खोज्नु गएको थियो रुखको बिजन पाउँछु होला भनेर पनि गएको थियो तर हामी असफल भयौँ पाएनौँ तर वकिङ चाहिँ एकदम राम्रो भयो आज अब सिटीतिर त गर्नु सकिँदैन यस्तोहरू वकिङहरू त्यही पार्कमा मात्र हो यहाँ चाहिँ नेचरल हो नेचरल हावाहरू धेरै नै यहाँनिर चाहिँ ग्रिन भएर चाहिँ मजा पनि आउँछ वकिङहरू गर्नु यस्तो चाहिँ हाम्रो गाउँको बाटोघाटोहरू चाहिँ यो चाहिँ तर लास्ट इन्डिङ हो हाम्रो गाउँको तल गाउँ त माथि पर्छ यस्तो छ पाहाडै पाहाड साथीहरू यहाँ हेर्नुहोस् लेमन ग्रास हो यिनीहरू चाहिँ उतातिर चाहिँ अब दुई पत्ता उयसहरूको कति महँगो पर्छ हाम्रो चाहिँ यहाँनिर एक कमनभरि छ एभाइलेबल छ यहाँ तलतिर पनि छ साथीहरू यो चाहिँ लास्ट एन्ड गोलाइ हो हेर्नु यहाँ तल हामी चाहिँ कति गोलाइ छौँ यहाँनिर आम्मामा सब यो गोलाइ काटेर आएको थाक्यो पनि योदेखि पनि अझ तल कति गोलाइ काटेर आयो हामी यो चाहिँ लास्ट गोलाइ हो यहाँ चाहिँ साथीहरू पहिलाको उयसको चाहिँ यस्तो थियो डिस्क
अहिलेसम्म चाहिँ यहाँ तल हाम्रो काकाहरूकोमा पहिलाको डिस्क केबल साथीहरू यहाँ चाहिँ पाइनएप्पल हुँदैछ हाम्रो चाहिँ यहाँ घर आइपुग्यो अब यो चाहिँ हाम्रो घर